टप 10 टी20 सिरिज 2026 को सम्पूर्ण जानकारी यस भिडियोमा दिएको छ। त्यसैगरी भिडियोमा लाइभ कसरी हेर्ने र खेल तालिका नेपालको कहिले कहिले खेल्छ र त्यसैगरी नेपालले त्यस प्रतियोगिता पछाडि कुन खेलहरू खेल्छ त्यसबारे पनि सम्पूर्ण जानकारी यस भिडियोमा छ र भिडियोलाई पुरा हेर्नुहोला। र त्यसैगरी सहभागी टिमको कुरा गरौँ। सबैभन्दा पहिला सहभागी टिम हेर्ने हो भने उक्त प्रतियोगितामा नेपाली टिम सहभागी छ। त्यस पछाडि बङ्गलादेशको ए टिम पनि सहभागिता छ। त्यसैगरी न्युजिल्यान्डको ए टिम पनि खेल्नेछ। त्यसैगरी त्यसैगरी एचएच किङ्सम्यान एकाडेमी खेल्नेछ। त्यसैगरी एसिटी कमेट्स, क्रिकेट भिक्टोरिया, एडिलेड स्ट्राइकर, होबार्ट हरिकेन्स र एन्टी स्ट्राइक रहेका छन्। र यो टिमको कुरा गर्दै गर्दाखेरि 9वटा टिमले सहभागिता जनाएका छन् भने नेपालले खेल्ने खेलहरूको बारेमा जानकारी गराउने हो भने 21 अगस्तमा 2:15 एन्टी स्ट्राइकसँग खेल्नेछ। त्यसैगरी नेपालले 22 अगस्तमा 2:15 बङ्गलादेशको ए टिमसँग खेल्नेछ। त्यसैगरी नेपालले 24 अगस्तमा होबार्ट हरिकेनसँग 3:15 खेल्नेछ। त्यसैगरी नेपालले एसिटी कमेट्ससँग 3:15 26 अगस्तमा खेल्नेछ। त्यसैगरी नेपालले एचएच किङ्सम्यानसँग 27 अगस्तमा 9:15 नेपाली समयमा खेल्नेछ। त्यसैगरी नेपालले 29 अगस्तका दिन भिक्टोरियासँग 1:15 खेल्नेछ। त्यसैगरी त्यस पछाडिको खेलमा नेपालले आफ्नो वान डे प्र्याक्टिस म्याच न्युजिल्यान्डको ए टोलीसँग खेल्ने तालिका पनि रहेको छ भने 6 सेप्टेम्बरबाट उक्त सिरिज सुरु हुनेछ। र यस पश्चात अब प्रत्यक्ष प्रसारणको पनि हामी कुरा गर्न चाहन्छौँ र लाइभ कहाँबाट हेर्ने यो कुराको बारेमा जानकारी गराउनु पर्दाखेरि नेपालबाट हेर्नको लागि डिस होम गो अफिसियल ब्रोडकास्टर नियुक्त भएको छ भने नेपालबाट डिस होम गो एप प्लेटफर्म मार्फत नेपाल भर्सेस एन्टी स्ट्राइक सहित नेपालको टप 10 टी20 का खेलहरू लाइभ हेर्न सकिनेछ।